आज मैले नापेर आएको जग्गा चाहिँ यस्तो खालको सेपको थियो। यो टाइपको जग्गाको चाहिँ एरिया कसरी निकाल्ने भनेर मैले पहिले भिडियो बनाइसकेको छु। यतापट्टि छ 34 फिट 9 इन्च, यता छ 12 फिट छ, यता छ 40 फिट, यता छ 24 फिट 4 इन्च, यता छ 51 फिट 10 इन्च। अब यसको एरिया निकाल्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि यो भित्रपट्टि चाहिँ ट्रायंगल बनाउनु पर्ने हुन्छ। भनेको मतलब यहाँदेखि यहाँसम्म एउटा लाइन कोर्ने भने यहाँबाट ट्रायंगल बन्छ, एउटा ट्रायंगल बनाऊ। त्यस्तै गरेर यहाँदेखि यहाँसम्म गर्ने भने फेरि यो अर्को ट्रायंगल बनाऊ हैन। अनि यसो गर्दाखेरि यहाँ पनि अर्को ट्रायंगल बनाऊ। यो तीनवटै ट्रायंगलको एरिया निकालेर जोडिसकेपछि यो पुरै जग्गाको क्षेत्रफल निस्किन्छ। यो ट्रायंगलको एरिया कसरी निकाल्ने त यसको एउटा फर्मुला छ, तपाईले याद गर्नु होला। यस इक्वल्स टु a प्लस b प्लस c डिवाइड बाइ 2। अब यो भनेको यसलाई के गर्नु पर्यो भन्दा यसलाई a मान्नु होला, यसलाई b मान्नु, यसलाई c मान्नु अहिलेको लागि। त यो ट्रायंगलको लागि भनेपछि मैले के लेखे फर ट्रायंगल 1 को लागि यस भनेको a प्लस b प्लस c डिवाइड बाइ 2। a भनेको छ भन्दाखेरि 34 फिट 9 इन्च, b कति छ 12 फिट प्लस c कति छ 38 फिट 5 इन्च कम्प्लिट टु 42.585 आयो है। यो ट्रायंगलको एरिया निकाल्ने फर्मुला चाहिँ के हो भन्दाखेरि यस इन्टु यस माइनस a इन्टु यस माइनस b इन्टु यस माइनस c को यसलाई यसरी रुट ओभर गर्नु। अब यस भनेको कति आछ हाम्रो 42.585 42.585 हो इन्टु अब यहाँ हेर्नु त यहाँ यस राखेन। अब यस माइनस a भनेको 42.585 माइनस a भनेको कति छ भन्दाखेरि 34 फिट 9 भनेको मतलब यो 34.75 है इन्टु फेरि यस भनेको यही 42.585 माइनस b भनेको यो 12 इन्टु अब यस भनेको फेरि यो 42.585 माइनस c भनेको यो 38.42 यसरी हैन। यसलाई अब यसरी रुट ओभर अब यसको पुरै क्याल्कुलेसन गर्नु होला 206.162 स्क्वायर फिट। यो ट्रायंगलको एरिया चाहिँ हाम्रो 206.162 स्क्वायर फिट आयो। यो ट्रायंगलको सक्यो। अब सेम यस्तै गरेर यो ट्रायंगलको पनि निकाल्नु पर्यो। अब जुनलाई एबीसी माने पनि हुन्छ। अहिले चाहिँ मैले यसलाई a यसलाई b यसलाई c माने। a भनेको मैले के मानेको छु 38 फिट 5 इन्च प्लस b भनेको 40 फिट प्लस c भनेको 56 फिट 9 इन्च है। यति माने यसलाई डिवाइड बाइ 2 गर्दाखेरि 67.585 आयो भनेको यसको भ्यालु चाहिँ यति आयो। अब सेम अहिले जस्तै फर्मुला चाहिँ हामी के छ भन्दाखेरि अब यो 2 हो हैन इक्वल्स टु यस इन्टु यस माइनस a इन्टु यस माइनस b इन्टु यस माइनस c यो रुट ओभर सँगै छ। अहिले हाम्रो यस के छ भन्दा यो भने मतलब 67.585 यस भयो हैन इन्टु यस माइनस a फेरि यस भनेको के भयो 67.585 माइनस a भनेको यो 38.42 इन्टु ब्र्याकेट दिनु होला। फेरि यस भनेको के भयो 67.585 माइनस b भनेको यो भयो इन्टु c भनेको अब यहाँ फेरि यसमा यस भनेको यो 67.585 माइनस c भनेको यो 56.75 है त। अब यसलाई यसरी रुट ओभर राम्रोसँग छ। अब यसै क्याल्कुलेसन गर्दाखेरि 767.55 भनेको स्क्वायर फिटमा आयो। यो ट्रायंगल को पनि एरिया निस्क्यो। यो ट्रायंगल 3 को पनि यसरी नै हामी एरिया निकाल्न सक्छौं। यसमा मैले यसलाई a माने, यसलाई b माने, यसलाई c माने। a कति भयो 56 फिट 9 इन्च प्लस b भनेको 24 फिट 4 इन्च प्लस c भनेको 51 फिट 10 इन्च डिवाइड बाइ 2 66.455 आयो। 3 भनौं भने मतलब यसको एरिया भनेको अहिले जस्तै सेम फर्मुला यसमा यस भनेको फेरि यो भयो 66.455 इन्टु यो यस भनेको त्यही भइरहेछ 66.455 माइनस a भनेको यो a हैन त 56.75 इन्टु फेरि यस भनेको यही 66.455 माइनस अब यो b यो 24.33 इन्टु यस भनेको फेरि यही 66.455 माइनस c भनेको यो 51.83 630.346 स्क्वायर फिट आयो। यसको पनि एरिया निस्क्यो टोटल एरिया हैन त। एरिया ट्रायंगल ए हाम्रो अहिले कति निकालेको छौं 206.162 767.55 प्लस ट्रायंगल 3 को एरिया 630.346 यो सबैलाई जोड्नु होला 1604.058 स्क्वायर फिट। पुरै जग्गाको एरिया चाहिँ हाम्रो कति आयो भन्दाखेरि 1604.058 स्क्वायर फिट आयो।